मध्य जेठदेखि मध्य असोजसम्मको अवधिलाई मनसुन अवधि भनिन्छ। 82 सालको मनसुनमा पानी पर्ने अवस्था चाहिँ कस्तो होला त? नमस्कार, म सुरेश खनाल, मौसम विज्ञान सहायक, जल तथा मौसम विज्ञान विभाग। मनसुन सुरु हुनै लागेको छ। यो वर्ष जेठ 18 गतेदेखि असोज 4 गतेसम्म 4 महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ। सुरुमा म यहाँहरूलाई सरदर वर्षा भनेको के हो त्यो बुझाउँछु। कुनै पनि ठाउँको सरदर वर्षा थाहा पाउन 30 वर्षको पानी परेको तथ्याङ्कलाई अध्ययन गर्नुपर्ने हुन्छ। यसलाई टर्साइल क्याटेगोरी भनिन्छ। यसका लागि 30 वर्षभन्दा लामो अवधिको हरेक सालको वर्षालाई थोरैदेखि धेरैको क्रममा मिलाएर राखिन्छ अनि 33.3 र 66.6% टुक्राई 3 बराबर भागमा विभाजन गरिन्छ। 33.3% वा त्योभन्दा थोरै पानी पर्यो भने सरदरभन्दा कम पानी परेको भनिन्छ। 33.3 देखि 66.6% बिचमा पानी पर्यो भने सरदर पानी परेको भनिन्छ। त्यसै गरी 66.6% भन्दा बढी पानी पर्यो भने सरदरभन्दा बढी पानी परेको भनिन्छ। अब सरदर भनेको के हो भन्ने बुझेपछि कहाँ सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ भन्ने कुरा यहाँहरूलाई बुझाउँछु। सरदरभन्दा बढी पानी पर्ने सम्भावना सबैभन्दा बढी यो गाढा निलो रङ भएको क्षेत्रमा छ। यहाँ सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ। यो भनेको 1.5 गुणा पानी पर्छ भनेको होइन। यो त सरदरभन्दा बढी पानी पर्ने सम्भावना 55 देखि 65% छ भनेको हो। सुरुमा म 55 देखि 65% बढी कहाँ पानी पर्न सक्छ भन्ने कुरा बताउँदैछु। कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना 55 देखि 65% रहेको छ। सरदरभन्दा बढी पानी पर्ने सम्भावना 45 देखि 55% रहेको क्षेत्रलाई कम गाढा निलो रङमा देखाइएको छ। यो भनेको पनि 1.5 गुणा बढी पानी पर्छ भनेको होइन। सरदरभन्दा बढी पानी पर्ने सम्भावना 45 देखि 55% बढी छ भनेको हो। सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर पूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना 45 देखि 55% रहेको छ। त्यसै गरी फिक्का निलो रङ भएका क्षेत्रमा पनि सरदरभन्दा बढी पानी पर्ने सम्भावना 35 देखि 45% रहेको छ। मध्य प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना 35 देखि 45% रहेको छ। त्यसै गरी यहाँहरूले नक्सामा हरियो रङ भएका क्षेत्रहरू पनि देख्नुहुन्छ। मध्य प्रदेशका समतल भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ। यसै गरी तापक्रमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशैभर सरदरभन्दा बढी नै रहने सम्भावना रहेको छ। सरदरभन्दा बढी पानी पर्ने र तापक्रम पनि बढी हुने भएकोले यसको असर धेरै क्षेत्रहरूमा पर्ने देखिन्छ। कृषिमा असर। सरदरभन्दा बढी पानी पर्ने कारण बाढी तथा पानी जम्ने समस्या हुन सक्छ। बालीमा लाग्ने रोग बढ्न सक्छ। सरदरभन्दा बढी तापक्रमका कारण बालीमा गर्मीको असर पर्न सक्छ। स्वास्थ्यमा असर। सरदरभन्दा बढी पानी पर्ने कारण मलेरिया, हैजा, डेङ्गु, झाडापखला जस्ता रोग फैलन सक्छन्। सरदरभन्दा बढी तापक्रमका कारण वृद्ध, बालबालिका र बिरामीहरूमा गर्मीको असर पर्न सक्छ। जलस्रोतमा असर। सरदरभन्दा बढी पानी पर्नाले नदीनालामा बाढी आउन सक्छ। सावधान रहनुहोला। यातायात तथा पूर्वाधारमा असर। सरदरभन्दा बढी पानी पर्दा सडक, पुल, पूर्वाधारमा क्षति हुन सक्छ। ठुलो पानी र बाढीले यातायात प्रभावित हुन सक्छ। यी कारणहरूले विपदका घटना बढ्न सक्छन्। सावधानी अपनाउनुहोला। यो त भयो 2082 सालको मनसुनबारे पूर्वानुमान। मौसम सम्बन्धी नियमित जानकारीको लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला। धन्यवाद।